Guys, welcome to YouTube my channel. Guys, माछा ल आइहाल्ने माछा फाइनली साथीहरु माछा चाहिँ देख्न सक्नुहुन्छ। टक्क माछा चाहिँ टक्क ठुला ठुला छन्। एउटै 1.5 किलोको छ कोही त हैन। टक्क हेर्नु होला। टक्क हामी चाहिँ यसरी देखाउँदै छौं। सफलताले चाहिँ यसरी देखाउँदै छौं। टक्क केरारी चाहिँ खुसीले बिजोक भाषण टक्क रमाइरहेका छन्। देख्न सक्नुहुन्छ। म चाहिँ यो माछालाई चाहिँ यसरी यहाँ राख्दिन्छु। यसरी फर्किन्छन् हैन। टक्क लाएर चाहिँ हाम्रो चाहिँ हन्टिङमा यस्तो माछा परिसकेको छ। अब हामी चाहिँ कल्ला खुल्काएर चाहिँ खासमा चाहिँ यो हाम्रो घरकै पोखरीमा पालेको माछा हो हैन। टक्क यसले चाहिँ आज यसो छोपियो। यसले कल्ला खुल्काएर त्यसपछि फ्राई गर्छौं हैन। यस्तो जिम्दै छ माछा चाहिँ। यता हेर्नु कस्तो छ माछा? ठीक छ। कस्तो छ यो माछा चाहिँ मन पर्छ पर्दैन? पर्छ। यसलाई चाहिँ टक्क खुल्काएर फ्राई गर्ने है यसलाई चाहिँ। अब यसलाई फ्राई गर्नको लागि चाहिँ यहाँ चक्कु देख्न सक्नुहुन्छ। यो चक्कुले चाहिँ अब यसलाई कल्ला खुल्काउनु पर्ने हुन्छ। त्यसपछि फ्राई गर्नु पर्ने हुन्छ हैन। टक्क फ्राई गर्नेछौँ हामी चाहिँ। सही कहा। यसमा खुल्काएर चाहिँ यहाँ चाहिँ राख्छौँ हामी हैन। टक्क अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्ने हो। फाइनल्ली दर्शक साथीहरु हामी चाहिँ अब यो माछालाई टक्क कल्ला सल्ला हालेर कल्ला फाल्दै छौं। कल्ला फाल्ने कार्यक्रम हुँदैछ। अन्त ओइ पिता सुज्जा हैन हैन त्यो पिचास कुकुरले हिँड्दै त्याग गरिदिन्छ। टक्क कल्ला फाल्ने कार्यक्रम हुँदैछ। कतिको मोटो छ त माछा? ठुलो माछा कल्ला फालिसक्यो। अब अलिकति साना बनिन्छ। यसलाई खासमा चाहिँ यो तेलमा फ्राई गरेर फ्राई गरेको मलाई मिठो हुन्छ। फ्राई गरेको खोलो मन पर्छ? आयल मन पर्छ? यस टक्क माछा डेक्चीमा छ। यो चाहिँ कल्ला खुल्कै छ। यो चाहिँ कल्ला खुल्काउने राखिने छ। यहाँ माछा कल्ला खुल्काउँदै हो। टक्क लाएर वेलकम टु YouTube my channel. Guys, माछा ल आइहाल्ने माछा पाखाल्दैछ। के भयो यता टक्क यो चाहिँ यो पखेटा काट्ने तरिका यस्तो हुँदो रहेछ साथीहरु। यसरी काट्यो भने चाहिँ अब टक्क काट्न सजिलो हुँदो रहेछ। त्यही भएर चाहिँ हामीले चाहिँ यो काट्दै छौं पखेटा। माछा कल्ला फाल्दै हो। गाह्रो हुने रहेछ के गर्ने हैन। बिजोग छ। टक्क लाएर यसको त अन्डा खाएको हेर्नु होला। ओके अब चाहिँ ठ्याक्कै यही क्लिपमा चाहिँ यसलाई कसरी पकाउने भन्ने तरिका पनि आउँछ। हेरिदिनु होला। अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु।